अनि त्यो कहाँ हिँडिस्? कहीँ होइन, माथितिर गएर आएको। ए हो र? अनि कि तँलाई एउटा कुरा थाहा छ? कुरा? गाउँमा त चोर आयो रे। अनि गाउँका सबै कुखुरा जति चोरेर लयो रे। होइन, के भन्छ यो? गाउँमा चोर आए रे? हो त। ओइ टेके, पहिला पहिला त कुखुरा चिलले टिपेर लान्छ भन्थे, यहाँ त मान्छेले टिपेर लान थालेछन्। खोइ कसले लयो। आज गाउँमा कुखुरा चोर्ने चोरले भोलि गाउँमा घर नखोला भन्न पनि त सकिन्न नि। हाम्रो बाको फेरि केही ढङ्ग छैन। छोड म त गएर बाला भन्छु, छोड। ल राम्ररी भने चोर चाहिँ पत्ता लगाउनु पर्छ भनेर भन्दिन। आज मैले पनि यसलाई चाहिँ उल्लु बनाए कि क्या हो? अरे हेर, यत्रो तरुनी छोरी छ घरमा। भत्र गोल रहेछ यहाँ। छोरा भयो नि छोरी भयो नि घरको काम सबै आफै गर्नुपर्छ। बा के भयो? के आत्तिँदै कुदेर हिँड्यो नि त चाहिँ? बर्बाद भयो नि। बर्बाद भयो? होइन, के भन्छ यो? के बर्बाद भयो? के बर्बाद हुनु नि? हाम्रो गाउँमा चोर आएर के बा? म चाहिँ त कुरा यस्तो दिउँसै गाउँमा चोर आउँछ? तँलाई यस्तो कुरा कुन चाहिँ फटाले गर्यो भन् त? अरूले भने भए चाहिँ म पनि पत्ताउँदिनँ थिएँ त। तर त्यो टेकेले भनेको कुरा पत्ताउने कर लाग्यो के बा? के त्यो टेके चाहिँ कल्पवृक्ष हो? त्यो लठेक्रले भनेको कुरो सबै पत्याउनु पर्ने? यदि यो कुरा सबै साँच्चै रहेछ भने? ए हो, लुपक म पत्ता लगाएर आउँछु। दिउँसै गाउँमा कुन चाहिँ चोर आएको रहेछ? खोइ चोर त। ए बा, टाढोबाट हेर्नु नि त्यो चोरलाई, फेरि तपाईँलाई लिएर जालान् नि। आमा, ए आमा, के भयो लट्ठहरू? के बिगो गरेर आयो फेरि? के हुनु? हाम्रो गाउँमा त छ नि यहाँ बस्छ त यहाँ। ल भन्। हाम्रो गाउँमा चोर आयो रे। अच्छा मोरा लट्ठेब्रो, दिउँसै पनि काहीँ चोर आउँछ? कस्तो न पत्याएको हो क्या? गाउँमा चाहिँ चोर आयो रे। गाउँमा भएका ती कुखुरा अनि कुखुराका ती चल्ला सबै त्यो चिलले टिप्या जस्तै टप टिप्यो रे। ओहो, हो र बाबु? हो नि। तर आमा साह्रै भोक लाग्यो कि केही बना छेउ। ल हिँड आइज। हुन्छ ल मिठो खाने है आज। त्यो कुखुरा कहाँबाट ल्याएर पोलेर खायौ तिमीहरूले? भने काका हामीले आफै किनेर ल्याएर खाएको पैसा चाहिँ हो काका हो। तिमीहरूलाई कुखुरा किन्ने पैसा कसले दियो? झुट बोल्छौ? हामी आफै मिलेर ल्याएको साथी मिलेर। अझ झुट बोल्छौ तिमीहरू? तिमीहरूलाई यतिले पुगेन जस्तो छ। सिस्नु पानी ल्याऊ। होइन काका होइन, हामीलाई त त्यो चिल्लाइले ल्याएर खुवाउनु भएको। हामी कहाँ त्यस्तो चोरेर कान्छौँ त? ए यो भागको खेलाडी त्यो चिल्पो रहेछ। त्यसैको लागि उनीहरूले जिताएर पठाएर के गर्छ? माइली दिदी, हजुर को हो? म को? नमस्कार माइली दिदी। नमस्कार गरे हजुर। आज गरिबको झुपडीमा कसरी पाइला अगाडि बढेर? ल, तपाईँले त्यस्तो भन्न सुहाउँछ मलाई। हजुरले नै यो ठाउँमा पुऱ्याएको होइन?
हजुरहरू सबैजना मिलेर मलाई यो ठाउँमा पुर्याउने। म अरू जस्तो नेता होइन। अरू नेताले आफ्नो घरमा भेट्न बोलाउँछन्, म चाहिँ जनताको घर दैलोमा जाने हो, सबैको कुरा बुझ्ने हो, दुःख पीडा के छ भनेर आफै बुझ्दै हिँड्ने हो। बसेर कुरा गरौँ न हजुर। हजुर बसौँ न। म चिया लिएर आउँछु पहिला। होइन होइन, घाम सबै डुलेर आइयो, गर्मी भएको छ। बरु चियाभन्दा यसो चिसो पानी खानु पायो हुन्थ्यो। एकैटा बसेको छु दिदीकोमा आएपछि। मैले त एउटा मात्रै गिलास होइन ठिक छ, पहिला यिनीहरूलाई खुवाउनु पर्छ क्या। मैले त पछि खाइहाल्छु नि। यिनीहरूले गरेर त म यहाँ पुग्या हो, तपाईँहरूले गर्दा मलाई यस्तो बनाउनु भएको। अब के गर्नुपर्छ कसो गर्नुपर्छ हजुरहरूले भन्नु न मलाई। दिदी एउटा कुरा हजुरसित भन्नु मन लाग्यो, तर भनौँ कि नभनौँ भनेर मन डराइरहेको। गाउँघरमा एउटा हल्ला छ क्या, त्यो कुरा साँचो हो कि झुटो हो मैले विश्वासै गर्न सकेको छु। किन सङ्कोच मान्नु भएको छ हजुर? खुलस्त भन्नुहोस् न, किन अन्कनाइरहनु भएको? भन्नु पनि कसरी भनौँ जस्तो भइरहेछ। त्यो हजुरको छोरो चिल छ नि, चिलले चाहिँ गाउँघरमा यसो अलिकति नराम्रो क्रियाकलापमा लायो हो कि भन्ने धेरै गाउँलेहरूबाट कुरा आइरहेको छ। अब प्रमाणै नभइकन केही भन्न नि मिलेन, त्यही भएर हजुरसँग केही कुरा बुझौँ कि भनेर आएको। के हो हजुर? मलाई त साह्रै गाह्रो भयो, खुलस्त पारेर भन्नुहोस् न। के हुनु नि, गाउँभरि यी केटाहरूले पनि मलाई ल्याएर कुरा भने। चिलले कहिले कुखुरा चोर्छ अरे, कहिले मन्दिरका घन्टी, कहिले मूर्तिहरू यिनीहरूमा संलग्न भएर हिँडिरहेछ भन्ने हल्ला आइरहेछ। अहिले त गाउँभरिका खोरमा भएका कुखुरा बाख्रा खसीहरू त चोर्या भन्ने कुरा उसको हल्ला छ। त्यही के हो भनेर बुझ्न आएको। ओहो हजुर, मलाई त कता कता शङ्का पो लाग्न थाल्यो त मेरो छोराप्रति। अस्ति म त्यहाँ तल बजार गएको, त्यो चिलले ग्रुप साथीहरू भेला गरेको थियो, अनि धुवा पनि आइरहेको थियो। पक्कै पनि केही पोलेर खाएको हुनुपर्छ। अनि अर्को कुरा, मेरो आफ्नै घरको पनि कुखुरा हराएको छ हजुर। होइन हजुर दिदी, के भनेदेखि हजुरले पनि त्यो चिललाई सम्झाउनु। हुन्छ हजुर, म चिललाई राम्रोसँग सम्झाउँछु। मैले त राम्रै संस्कार दिएको थिएँ हजुर, यो कसरी चोर बुद्धिमा लाग्यो? तपाईँले चिन्ता गर्नु पर्दैन दिदी। हजुर, यदि हामीले सम्झाउँदै पनि अहिले सानो हात गरिरहेछ भने भोलि लामो हात पनि गर्न के बेर त्यसले। त्यो गरेपछि उसलाई मात्र अप्ठ्यारो पर्दैन, त्यो भइसकेपछि तपाईँलाई पनि अप्ठ्यारो पर्छ। तपाईँलाई अप्ठ्यारो पर्नु भनेको हाम्रो गाउँ समाज टोललाई नै अप्ठ्यारो पर्नु हो, हामी सबैलाई अप्ठ्यारो पर्नु हो नि त। त्यही भएको भएर हामी सबैजना मिलेर त्यसलाई कुबाटोबाट सुबाटोतिर ल्याउनुपर्छ र हामी सबै मिलेर सद्बुद्धि आउने गरी उसलाई सम्झाउनुपर्छ। ओ हजुर, हजुरले मेरो बेलैमा आँखा खोलिदिनु भयो। मैले त राम्रो संस्कार दिएको थिएँ, कसरी यो चिलले बाटो बिरायो? यो त साह्रै नराम्रो कुरा हजुर। अब त्यसलाई म घरमा आएपछि राम्रोसँग सम्झाउँछु। अब हामी प्रतिनिधिहरू भनेको त गाउँ घर डुल्ने नै हो। हजुरको घरमा म यसरी आएँ, हजुरले यत्रो सत्कार गर्नुभयो, त्यसको लागि म धेरै धन्य छु। अब म फेरि गाउँ भ्रमणमा जानु छ, के छ कसो समस्या के छ सबै बुझ्नु छ। तपाईँलाई केही समस्या पर्यो भने त्यो चिललाई खबर पठाए नि हुन्छ, म तुरुन्त आइहाल्छु नि। केटाहरू त्यस्तो केही भएछ भने दिदीको कुरा मलाई भनिहाल्नु है। ल अहिले जाउँ हामी। हस् है दिदी, त्यस्तो अन्यथा केही नमान्नु होला, अप्ठ्यारो मान्नै पर्दैन, के गर्नुपर्छ म गरिहाल्छु। मलाई त हजुर मेरो घरमा आउँदाखेरि भगवानै आएछ। होइन, हजुर हाम्रो भगवान हो, हजुर नभइकन म कसरी हुन्छु। अहिलेलाई जान्छु है दिदी। हस् केटा। हामीलाई चाहिएको हामीले मनले हराएको नेता, मनले छानेको व्यक्ति भनेको त यस्तो पो हुनुपर्छ। कठैबाट कुनै स्वार्थ छैन, सबैलाई मिलाउन खोज्नुहुन्छ। अन्यायमा को परेको छ विचार गर्दै हिँड्नुहुन्छ। कति कामले पाल्नु भयो त नेताज्यू मेरो?
के कामले हुनु तपाईँकोमा आउन पनि केही काम चाहिन्छ र भेटघाट पनि गरौँ यसो समसामयिक कुरामा छलफल गरौँ मलाई एउटा के लागिरहेछ भने भर्खरै एसईको पनि रिजल्ट भयो त्यस पश्चात अहिले 12 को पनि रिजल्ट भएको छ जति विद्यार्थी भाइ बहिनीहरू छन् 12 सिद्धिने बित्तिकै सहर जाने सहरमा पनि नबस्ने त्यसपछि विदेश जाने सोच मात्र राखिरहेको छ हामी स्थानीय निकायले पनि यो युवा अवस्थाका विद्यार्थी भाइ बहिनीलाई गाउँमै कसरी राख्ने भनेर तपाईँ हामी सल्लाह गरौँ भनेर आएको क्या तपाईँले नि ठिक विचार गरेर आउनुभएछ मेरो सोचाइ पनि त्यही लागिरहेछ त्यति मात्रै होइन अहिले गाउँमा चोरीको बिगबिगी बढिरहेछ गाउँघरमा कुखुरा चोर्ने खसी चोर्ने अनि हुँदा हुँदा गाउँका मठ मन्दिरका मूर्ति चोर्ने घन्टी चोर्ने तामाका भाँडाहरू चोर्ने यसलाई पनि अब हामीले सूक्ष्म रूपमा निगरानी राख्नुपर्ने भएको छ तपाईँले ठिक भन्नुभयो यो कुरा मैले पनि सुनेको थिएँ त्यही कारणले गर्दा हाम्रो केटाहरूलाई गोप्य रूपमा को रहेछ त चोरी गर्ने मान्छे पत्ता लगाउनलाई तिनीहरू कसैलाई पनि थाहा नहुने गरेर परिचालन गरौँ कि भन्ने सोचिरहेको छु कसो गर्ने होला यो कुरा हो यो कुराको समाधान गर्नुको लागि हामीले हाम्रा केटाहरूलाई कसैले पनि थाहा नपाउने गरी विभिन्न स्थानमा विभिन्न भेषधारी बनाएर उनीहरूलाई घटना बारेमा अनुसन्धान गर्न ठाउँ ठाउँमा खटाउनुपर्छ र के हो कस्तो हो भन्ने कुराहरू तल ग्रासरुटदेखिको कुरा पत्ता लगाएर हामीमा खबर लिएर आउन लगाउनुपर्छ अनि मात्र हाम्रो स्थानीय निकाय हामीले राम्रो बनाउन सक्छ त्यही गर्नु पर्ला अब मैले यता कता सुनिरहेको छु हाम्रै गाउँ टोलमा छर छिमेकमा पनि चोरी बढिरहेछ अनि मैले सुनेको तपाईँकै गाउँको माइली दिदीको छोरा छ नि ऊ पनि अहिले यस्तो क्रियाकलापमा संलग्न छ कि भन्ने कुरा सुनिएको छ तर यकिन चाहिँ गर्न सकिएको छैन मैले पनि उनीहरूलाई भेटेँ भने चाहिँ भन्छु तपाईँले पनि सम्झाउनु होला माइली दिदीको छोरा दुईटा छन् त्यही पनि त्यो टेके चाहिँ लठौरो छ कतै त्यो चिलले त होइन ठिक छ जे भए पनि म नि बुझ्छु तपाईँले नै भेटेको ठाउँमा तिनीहरूलाई सम्झाउनु होला ल यसो तपाईँसँग भेटघाट पनि गरौँ समसामयिक कुरा नि गरौँ भनेर आएको ल अहिलेलाई अलि हतार पनि छ ल म लाग्छु हुन्छ आउँदै गर्नु होला आउनुभयो खुसी लाग्यो छँदै छ नि अब समय भनेको प्रविधिको समय हो सूचना सञ्चार छँदैछ केही कुरा पऱ्यो भने अब प्रविधि मैत्री छँदैछ तपाईँ हामी कुरा गरौँला होइन अहिले त केही छैन नि त अरू केही छैन ल केटा अब हामी लागौँ ल है त ल तपाईँ नै आउँदै गर्नु न हुन्छ। म मात्रै कति आउनु तपाईँ झन् आँखा छुप्न आँटेको त कुन तर्साएर केलाई छोप्नु पर्यो मेरा आँखा आफ्नो मान्छेलाई जे गर्ने नि पाइयो नि के कहिले बाट भए तिम्रो आफ्नो मान्छे बच्चैदेखि हेर अनि त म त कसैको आफ्नो होइन म त हाँसु र पीडाको मात्र हुँ अनि मेरो यसरी मेरो पछि लाग्ने काम नगर तेरा बाले मलाई कहिले राम्रो
धेरै राम्रो ए बाबु हेर्न अब घरा कुखुरा हराउनु मैले कुखुरा पोलेको मासु खाइरहेको देख्नु अनि 2-4 जना गाउँलेले पनि पक्कै तिनीले चोर्या हुनुपर्छ भन्नु यो ठिक हो कि के हो? ए आमा तपाईले मलाई शङ्का गर्नुभएको आफ्नै घरको कुकुर हो आफ्नै छोराले चोरेर खान्छ त दुनियाँलाई बाँड्दै हिँड्छ त्यही काकाले भने होला हैन? होइन होइन अब मेरो छोराले त कहाँ मेरो कुखुरा चोरेर लग्छ र त्यो काकाले गल्ती पनि भने हुन सक्छ है त्यसकै छोरीले चोरेर खाइ होले नि हामीलाई दोष लाउँछ बाबु मैले तँलाई बेकारमा दोष लगाई मलाई माफ गर है छोरा ए आमा त अर्का कुरा सुन्ने हैन कि आफ्नै घरको कुखुरा छोराले चोरेर खान्छ होला त यसो विचार गर्नु र खाँदैन मेरो काम छ त मात्रै बस्नु कोही आफूले तनाव भएको छु म कति हतार भइसक्यो आगै बल्दैन छोरी पनि कहाँ गयो खाजा साजा बनाकी रहन्छ आलु पोलेर खाउँ भनेको बिउ पो हुने भइसकेछ होस् पोल्दिन आएको त बल्यो बरु चिया पो बसाल्नुपर्छ क्या हो भरि दह बनाएर के गरेको हाम्रो बाले यस्तो यो होइन है तँलाई चाहिँ एक गाग्री पानी लिएर आउन यत्रो समय लाग्छ मान्छेलाई भोक लागेर कस्तो भइरहेछ आलु पोलेर खाउँ भने यो पनि सबै उम्रिसकेर छ धारा कति टाढा छ भन्ने हजुरलाई थाहा छैन तपाईँलाई त्यो नेताको पछि लागेर हिँड्ने जस्तो सजिलो छैन नि पानी बोकेर लिएर आउनलाई थाहा छ मलाई धारा कति टाढा छ भनेर तँलाई बेलैमा उठेर जा भन्दाखेरि अल्छी गरेर सुतेर बस्छेस् साँच्ची मलाई एकदम भोक लागिसक्यो खुरुक्क खाना बना त त्यो टेके पनि बाहिर जोत्न आउँछु भन्थ्यो कहाँ गएछ खाना खाएर आउँछ होला नि बा खोइ आउँछ होला आउँछु भनेपछि त आउने खालकै मान्छे हो त्यो आउँछ होला बा म पनि खाना बनाउँछु अनि त्यही टेकेसँग जान्छु पर्दैन जान त्यो लठेक्रो एक्लै जान्छ धेरै जान्नी नबन त्यो एक्लैले के पो गर्छ मेरो पनि काम छैन म पनि जान्छु सँगै पर्या छैन जान जब त्यो एउटा पाटो बारी त्यही टेकेले जोतिहाल्छ नि तेरो टेके नमन्ने त्यसको पछि लाग्ने होइन तपाईँ नेताको पछि लाग्दा चाहिँ केही नहुने म चाहिँ त्यो टेकेको पछि लाग्दा के हुन्छ त्यही पनि काम सघाउनलाई जेसुकै भन्नु म त जाने हो अरे शिव यसलाई त जति भने नि नलाग्ने भयो टेके भनेर पछि लाग्छ तेरो खुट्टा भाँच्यो नि थाहा हुन्छ ल हेर यस बेलासम्म आएको रहन्छन् यहाँ घर भात चिसो भइसक्यो आफैलाई भोक लागिसक्यो कति बेर ला होला मोरोले चिल के भयो तैँले छ नि आज चाहिँ जिन्दगीमा पहिलोचोटि राम्रो काम गरिस् है के काम गरे भन्छ त्यो अनिते छैन त्यसले अघि के त मेरो आँखा छोप्न आएको बेला त तैँले सातो खाइदिस् नि त्यही भएर के मसित चाहिँ
माया पिरिम गरौँ भन्छ मलाई त खोइ किन खोइ पनि ठिक लाग्दैन हो। ठिक गरिस् तैँले, बुझिस् नि? त्यस्ताको पछि लाएर हुन्छ? बाबु ओइ बाबु टेके भने सुन्छ र यो गोजेङ रे। ओइ टेके हजुर कस्तो गोजेङ रे रहेछ। आइज भात सेलाइसक्यो, भात खान आइज। के भनेको सुनिन। आइज न आइज, भात चिसो भइसक्यो, भात खान आइज। भात भनेको पस्किँदै गएर हामी आइहाल्यौँ है। आउने कहिले, भेट हुने कहिले, अहिले पस्केर हुन्छ। आइज भात सिङ्जुर आउनु बेला भइसक्यो। कति खोज्न पर्यो तँलाई, मुर्दले हैरान पाइसक्यो मलाई। अब आउनु कहिले, हात खुट्टा धुनु कहिले, अब पहिले भात पस्केर राख भन्छन्। चिसो हुँदैन। अनि यो चिल चाहिँ के भएको नि मोरो? अब दाजु काम गरिरहेछ, ठिङ्ग लाठे बसेर बसिरहेछ। एउटा घरको काम माखो मार्ने होइन। त्यसलाई आज थोरै भात पस्किदिन्छु, पख्लास। भोक लागिसक्यो यहाँ आफूलाई। चिल पारामा एक कुकर हान्दिने आज। के भयो फेरि? तैँले अघि मलाई त्यो गोठबाट हिँड्दा हात धुएर जाउँ भन्दा हरा गएर भने होइन हो कि होइन? भन्या त हो नि, गएर लिएर धो न हात। जा गएर पानी लिएर, नत्र म काम नगरे भन्यो आमा। छिटो खुब आफूभन्दा ठुलो दाइलाई हेप्ने। ल कहाँ धुन्छस्? धेरै उता नजा लड्लास। लड्छ, चिल उडिहाल्छ नि। कहिले लड्छ? बाबा अलिअलि गोबर खायो नि, केही हुन्न। गाईको त हो। बिस्तारी ल यहीँ हालिदिन्छु। आमा थप। यो त फेरि केही भन्नुहुन्न, आमाको नाम लिन्छु। आमाको चम्चे। ले हातले त्यहाँ यति धुनियो पक। ल नङ्ग्रा मात्रै धुन्छ चिल्ले। नङ्ग्रा धुनियो कि? आमा राम्ररी हात धुनु, सफा हुनु, जगल्टा फिरा छ। ल नङ्ग्रा धुन्छ चिल्ले।